रबर्ट कियोसाकीको यो शीर्षक किन ए ग्रेड ल्याउनेहरू सी ग्रेड ल्याउनेहरूको लागि काम गर्छन् सुन्दैमा कस्तो अनौठो लाग्छ हैन यसले त हामीले सफलतालाई हेर्ने तरिकामाथि नै ठूलो प्रश्न खडा गर्छ ल आज यसकै गहिराईमा डुबुल्की मारौँ न त हो यही प्रश्न नै हो हाम्रो आजको छलफलको मुख्य विषय। आखिर यस्तो किन हुन्छ? स्कुलमा सधैँ टप गर्नेहरू जिन्दगीको दौडमा पछि पर्ने अनि औसत भनिएकाहरू चाहिँ उनीहरूकै बोस बन्ने। यो अचम्मको विरोधाभासलाई बुझ्न एकदमै जरुरी छ। ल हाम्रो पहिलो खण्डमा जाउँ, ग्रेडको विरोधाभास। हामी यहाँ के हेर्छौं भने स्कुलको सफलता र वास्तविक संसारको सफलता बीच यत्रो ठूलो खाडल किन छ। आखिर कक्षामा फर्स्ट हुनुले जिन्दगीमा पनि फर्स्ट हुने ग्यारेन्टी किन दिँदैन? कियोसाकीको सबैभन्दा बलियो तर्क नै यही हो। हाम्रो जुन शिक्षा प्रणाली छ नि त्यो त विद्यार्थीहरूलाई नियम मान्ने, सुरक्षित जागिर खोज्ने र एउटा राम्रो कर्मचारी बन्नको लागि तयार पार्न बनाइएको जस्तो छ। तर जोखिम उठाएर आफ्नै व्यवसाय सुरु गर्ने, मालिक बन्ने सोच त यसले खासै दिँदैन। यो भनाइले त कुरालाई झनै छर्लङ्ग पार्छ, होइन र? मतलब परीक्षामा राम्रो नम्बर ल्याउनु एउटा कुरा हो, तर जीवनको परीक्षामा पास हुनु अर्कै कुरा। वास्तविक जीवनमा त समस्या समाधान गर्ने खुबी, निर्णय लिने क्षमता अनि हिम्मत चाहिन्छ, जुन कुराहरू किताबको पानामा भेटिँदैनन्। अब अलि गहिरिएर हेरौँ। ए विद्यार्थी र सी विद्यार्थीको मानसिकतामा के फरक छ त? उनीहरूको सोच्ने तरिकाले नै उनीहरूको भविष्यको बाटो कसरी कोर्छ? आउनुस् यो दुई फरक मानसिकतालाई बुझौँ। सायद सबैभन्दा ठूलो र चाखलाग्दो फरक नै यही हो। ए विद्यार्थीहरू नियम र प्रणालीभित्र बसेर काम गर्न खप्पिस हुन्छन्, तर सी विद्यार्थीहरू उनीहरू नियम तोड्ने भन्दा पनि त्यो प्रणालीभन्दा बाहिर निस्केर नयाँ अवसरहरू खोज्नमा विश्वास गर्छन्। उनीहरूलाई आफ्नै बाटो बनाउनु छ। अब जोखिमको कुरा गरौँ। ए विद्यार्थीको लागि फेल हुनु भनेको संसारकै सबैभन्दा डरलाग्दो कुरा हो। उनीहरू जसरी पनि त्यसबाट बच्न खोज्छन्। तर सी विद्यार्थीको लागि असफलता भनेको त सिक्ने एउटा मौका हो, प्रक्रियाको एक हिस्सा। उनीहरू आँखा चिम्लेर जोखिम लिँदैनन्, बरु राम्रोसँग हिसाब किताब गरेर सोचेर मात्रै जोखिम मोल्छन्। यही कुराले उनीहरूलाई अगाडि बढाउँछ। हो, यही फरक सोचाइले नै उनीहरूको करियरको बाटोलाई दुई ध्रुवमा बाँडिदिन्छ। ए विद्यार्थीहरू एउटा राम्रो कम्पनीमा जागिर खाएर पदोन्नतिको सिडी चढ्ने सपना देख्छन्, जबकि सी विद्यार्थीहरू त्यही सिडी अर्थात् पूरै कम्पनी नै खडा गर्ने सपना देख्छन्। त्यसैले निचोड के हो भने विद्यालयले ए, बी, सी ग्रेड त दिला, तर जिन्दगीले त वास्तविक निर्णय, जोखिम र अवसरबारे सिकाउँछ। यहाँ सही वा गलत जवाफ भन्दा पनि सही समयमा सही निर्णय लिने क्षमता, हिम्मत र अवसरलाई चिन्ने कला धेरै महत्त्वपूर्ण हुन्छ। ल अब सफलताको लागि चाहिने वास्तविक औजार बाकसको कुरा गरौँ। सी विद्यार्थीहरूले आर्थिक सफलताको लागि त्यस्ता के व्यावहारिक कुराहरू प्रयोग गर्छन् जुन कुराहरू विद्यालयको पाठ्यक्रममा कहिले सिकाइँदैन। सफलताको एउटा मुख्य हतियार हो वित्तीय बौद्धिकता अर्थात् फाइनान्शियल आइक्यू। यो भनेको किताबी ज्ञान होइन, यो त पैसाको व्यावहारिक ज्ञान हो। पैसा कसरी कमाउने, कसरी व्यवस्थापन गर्ने र कसरी बढाउने भन्ने कुरा। तपाईको ग्रेड जस्तो सुकै होस्, तर यदि तपाईसँग फाइनान्शियल आइक्यू छ भने आर्थिक सफलता टाढा छैन। यो भनेको पैसालाई आफ्नो लागि काममा लगाउने कला हो। कियोसाकीले सम्पत्ति अर्थात् एसेटलाई एकदमै सरल तरिकाले परिभाषित गरेका छन्। सम्पत्ति भनेको यस्तो कुनै पनि चिज हो जसले तपाईको खल्तीमा पैसा ल्याउँछ। एकदमै सिधा कुरा। अनि त्यसको ठिक उल्टो दायित्व अर्थात् लायबिलिटी, यो भनेको त्यस्तो कुनै पनि चिज हो जसले तपाईको खल्तीबाट पैसा बाहिर निकाल्छ। बस यति नै हो। अब यो तालिकामा हेर्नुस् त कति स्पष्ट छ। एकातिर सम्पत्ति छ जसले धन निर्माण गर्छ, जस्तै व्यवसाय, घरजग्गा लगानी, स्टकहरू। अर्कोतिर दायित्व छ जसले धन खर्च गर्छ, जस्तै ऋण, महँगो गाडी र अनावश्यक सामानहरू। सफल हुनको लागि सम्पत्तिको महल बनाउनुपर्छ, दायित्वको होइन। हो, अब कुराको सार यही हो। सी विद्यार्थीले सम्पत्तिको महल बनाउँछ। उसले कमाएको पैसाले फेरि पैसा कमाउने सम्पत्ति किन्छ, तर ए विद्यार्थीले चाहिँ अक्सर दायित्वको महल खडा गर्छ। राम्रो तलब आउन थालेपछि महँगो गाडी, महँगो जीवनशैलीमा खर्च गर्छ, जसले उसलाई आर्थिक रूपमा त्यही जागिरमा सधैँका लागि बाँधिदिन्छ।
त्यसो भए सी विद्यार्थीहरूले यो जोखिम र अवसरको खेल खेल्छन् तरी कसरी? उनीहरू अगाडि बढ्नका लागि कस्ता रणनीतिहरू अपनाउँछन्? अब यसबारेमा कुरा गरौँ। उनीहरूको खेल खेल्ने तरिका यस्तो हुन्छ। अरूले जहाँ जोखिम देख्छन् उनीहरू त्यहाँ अवसर देख्छन्। असफलतालाई उनीहरूले सिक्ने एउटा अनुभवको रूपमा लिन्छन्। उनीहरू सम्बन्धको सञ्जाल बनाउँछन्, सल्लाहकारहरू खोज्छन्, अनि सबैभन्दा महत्त्वपूर्ण, उनीहरू आँखा चिम्लेर होइन, सोचेर बुझेर मात्रै जोखिम लिन्छन्। ल, यदि कसैलाई यो सी विद्यार्थीको मानसिकता अपनाउनु छ भने यी 3 कदमहरूबाट सुरु गर्न सकिन्छ। पहिलो, वित्तीय शिक्षा खोज्ने, स्कुल बाहिर पैसाको बारेमा सिक्ने। दोस्रो, सोचेर बुझेर जोखिम लिने, सुरुमा ससानो लगानी वा प्रोजेक्टबाट अनुभव बटुल्ने। अनि तेस्रो, आफ्नो नेटवर्क बनाउने, सही सल्लाह र साथ दिन सक्ने मानिसहरू खोज्ने। यो भनाइलाई साँच्चै मनन गर्नुपर्छ। सफलताको बाटो असफलताको इँटाहरूले नै बनेको हुन्छ। महत्त्वपूर्ण कुरा लड्नु होइन, लडेपछि उठ्नु र त्यो गल्तीबाट सिकेर अगाडि बढ्नु हो। अब हामी अन्त्यतिर आइपुगेका छौँ। यो सबै विश्लेषणको निचोड के हो त? यसले हाम्रो आर्थिक भविष्यको लागि के अर्थ राख्छ? आजको छलफलको सार नै यही हो। साँचो आर्थिक स्वतन्त्रता भनेको रिपोर्ट कार्डमा आएको ग्रेडले दिने होइन, यो त वित्तीय शिक्षा र त्यो शिक्षालाई व्यवहारमा उतार्न सक्ने हिम्मतले दिने हो। र यो अन्तिम भनाइले सबै कुरालाई एकै ठाउँमा समेट्छ। रचनात्मक सोच, वित्तीय बौद्धिकता, निष्क्रिय आम्दानी र सम्पत्ति निर्माणले जीवनमा वास्तविक आर्थिक स्वतन्त्रता दिन्छ। यी 4 कुरामा ध्यान केन्द्रित गर्ने हो भने जो कोहीले पनि आफ्नो आर्थिक भाग्य आफै लेख्न सक्छ। र अन्त्यमा आफैलाई एउटा प्रश्न सोधौँ न त, हाम्रो मानसिकता ए विद्यार्थीको जस्तो छ कि सी विद्यार्थीको? हामी केवल नियमहरू पालना गरिरहेका छौँ कि नयाँ अवसरहरू सृजना गर्दैछौँ? सायद यही प्रश्नको जवाफले नै हाम्रो आर्थिक भविष्य कतातिर जान्छ भन्ने कुराको निर्धारण गर्छ।